रिसाहा बच्चालाई कुट्दै हुनुहुन्छ, आजैदेखि अब बच्चालाई कुट्न छोड्दिनुहोस्। प्रेमले सम्झाउनुहोस्, शान्त पार्न यी 6 तरिकाहरू आजै अपनाउनुहोस्। आफ्ना साना साना बच्चाहरूलाई साना गल्तीमा पनि प्याट्ट पुट्ट पिटिहाल्ने बानी अभिभावकमा हुन्छ। यदि तपाईको यस्तो बानी छ भने त्यो गल्ती आजैबाट सुधार गर्नुहोस्। र यदि रिसाएका बच्चा छन् भने शान्त पार्नको लागि यी 6 तरिका आजैबाट अपनाउनुहोस्। तपाईको बच्चामा आउने छ नयाँ जोश। आउनुहोस् ती 6 तरिकाहरू के हुन् अब हामी यो भिडियोमा चर्चा गरौँ। आजकल धेरै आमा बुबाले मेरो बच्चा साह्रै रिसाउने भएको छ भनेको सुन्न पाइन्छ। हो, बच्चाहरू पछिल्लो समयमा हरेक कुरामा रिसाइरहेका हुन्छन्, चिटचिटापन देखाउँछन्, कसैसँग राम्रोसँग कुरा गर्न पनि चाहँदैनन्। यति मात्र होइन, कुनै कुरा उनीहरूलाई गर्न मन लागेन भने उनीहरूले पहिले प्रतिक्रिया स्वरूप कि त घुरेर हेर्छन् कि चिच्याउँछन्। तर यहाँ के बुझ्न जरुरी छ भने यो समस्या बच्चाको होइन। मनोवैज्ञानिकहरू विश्वास गर्छन् कि आमा बाबुको बच्चा हुर्काउने शैलीका कारण पनि बच्चाले आफ्नै भावनासँग सामना गर्न सकिरहेका हुँदैनन्। यस्तो अवस्थामा बालबालिकालाई शान्त पार्न अभिभावकले उनीहरूलाई मायाले सम्झाउनुको साटो उल्टै ठुलो स्वरमा गाली गर्ने, सबैको अगाडि पिट्ने गर्छन्, जुन सरासर गलत हो। आमा बुबा भएको नाताले त हामीले उनीहरूलाई मार्गनिर्देशन गर्न सक्नुपर्छ। उनीहरूलाई आफ्नो भावनामाथि कसरी नियन्त्रण गर्ने भनेर हामीले सिकाउनु पो पर्छ। बच्चा रिसायो भनेर आफै रिसाउँदा त्यो बच्चाले तपाईलाई के सिक्छ त? एकपटक मनन गरौँ त। त्यसैले यहाँ हामी तपाईलाई तपाईको बच्चाको रिस शान्त पार्न के गर्न सकिन्छ भन्ने कुराको जानकारी दिँदैछौँ। बच्चाको भावना स्वीकार गर्नुहोस्। पेरेन्ट्स वेबसाइटका अनुसार यदि तपाईको बच्चा कुनै कुरामा रिसाएको छ भने उसको भावनालाई व्यवस्था गर्ने प्रयास नगर्नुहोस्। तपाईले उसको रिस वा भावनालाई स्वीकार्नुहोस्। हो, मलाई थाहा छ तिमी पार्कबाट आउन चाहन्थ्यौ, त्यसैले थोरै रिसाएका छौ भन्नुहोस्, अथवा केही छैन तिमी रिसाउन सक्छौ भन्न सक्नुहुन्छ। उनीहरूलाई कहिले पनि आफ्नो भावनामाथि नियन्त्रण गर्न नलगाउनुहोस्। आफ्नो कुरा भन्न उत्प्रेरित गर्नुहोस्। जब बच्चा शान्त हुन्छ तपाईले उसलाई रिस उठेको छ कि के कुरामा रिसायो मलाई भन्न मन लागेको छ भन्न सक्नुहुन्छ। केही कुरा नभनेसम्म अरूलाई मनको कुरा थाहा हुँदैन भन्ने कुरा पनि बच्चालाई सिकाउनुहोस्। वास्तवमा बच्चालाई रिसाउँदा आफ्नो कुरा कसरी भन्ने थाहा हुँदैन, त्यसै कारण पनि उनीहरूलाई थप तनाव हुन्छ। एक्लै राखेर कुरा गर्नुहोस्। बच्चासँग कुरा गर्नु छ भने उनीहरूलाई जता पनि जे पनि भन्नुहोस्। 5 वर्षको भएपछि बच्चामा इगो विकास हुन्छ। यस्तोमा उनीहरूलाई अरू मानिसको बीचमा गाली गर्दा नराम्रो लाग्न सक्छ। तपाईले यसो गर्दा बच्चाको इगो हट हुन सक्छ र तपाईको कुरा मान्नुको साटो झन जिद्दी गर्न थाल्छन्, रिसाउन थाल्छन्। त्यसैले बच्चालाई केही भन्नु छ भने उसलाई एक्लै राखेर भन्नुहोस्। यसो गर्नुभयो भने बच्चाले तपाईको कुरा पक्कै मान्नेछ। सहयोग चाहिन्छ भने सोध्नुहोस्। बच्चा कुनै कुरामा रिसाएको छ वा दुखी छ भने